नमस्ते। कोरियामा गाडीको लाइसेन्स निकाल्ने तयारी गर्दै हुनुहुन्छ? त्यो पनि आफ्नै कारको? त्यसो हो भने एकदम सही ठाउँमा आउनुभएको छ। आज हामी परीक्षा पास गर्न चाहिने सबैभन्दा महत्त्वपूर्ण नियमहरूलाई एकदमै सरल नेपाली भाषामा बुझ्ने कोसिस गर्नेछौँ। हो, कोरियामा ड्राइभिङ लाइसेन्सको परीक्षा दिँदै हुनुहुन्छ? यदि तपाईँको जवाफ हो भने यो जानकारीले तपाईँलाई एकदमै मद्दत गर्नेछ। यहाँ हामी नियमहरू बुझ्ने मात्र होइन, परीक्षामा कसरी सफल हुने भन्ने कुरा पनि सिक्नेछौँ। ल, सुरु गरिहालौँ है त। अब कोरियाको ड्राइभिङ परीक्षा पास गर्न, सफल हुन केही नियमहरू त जान्नै पर्यो, होइन र? हामी आज तिनै मुख्य नियमहरूमा ध्यान दिनेछौँ। अनि अर्को कुरा, यी सबै नियमहरू त्यस्ता हुन् जुन परीक्षामा बारम्बार सोधिरहन्छन्, त्यसैले ध्यान दिएर सुन्नुहोला है। ल, सबैभन्दा पहिले सुरु गरौँ सडकका केही आधारभूत नियमहरूबाट, जस्तै कि ओभरटेक कसरी गर्ने, गाडीमा कतिजना बस्न मिल्छ अनि सुरक्षाका अरू कुराहरू। यी त यस्ता नियम हुन् नि जुन हरेक चालकले जान्नै पर्छ। परीक्षाको लागि त झन् महत्त्वपूर्ण भइहाल्यो। अब एउटा एकदमै सामान्य तर परीक्षामा सोधिरहने प्रश्न, अर्को गाडीलाई ओभरटेक गर्ने सही तरिका के होला? सोच्नु भएको छ? ल, यसको सही जवाफ के रहेछ हेरौँ है त। ल हेर्नुस्, ओभरटेक गर्नका लागि तीनवटा मुख्य कुरा याद राख्नुपर्छ। पहिलो कुरा, अगाडिको गाडी एकदमै बिस्तारै चलिरहेको छ र तपाईँसँग सुरक्षित दूरी छ भने मात्रै। दोस्रो, जहिले पनि सडकको गति सीमाभित्रै रहेर ओभरटेक गर्नुपर्छ, स्पिड बढाएर होइन। अनि सबैभन्दा महत्त्वपूर्ण तेस्रो कुरा, पुलमा अनि चोकमा यस्तो ठाउँमा त ओभरटेक गर्ने सोच्दै नसोच्नुहोस्, एकदमै मनाही छ। यो कुरा दिमागमा राख्नुहोला है। ओभरटेकको कुरा त भयो, अब गाडीको सिट क्षमताको कुरा गरौँ। यो पनि एकदमै महत्त्वपूर्ण नियम हो। ल भन्नुस् त, एउटा सामान्य कारमा, मतलब प्यासेन्जर कारमा बढीमा कतिजनासम्म बस्न पाइन्छ होला? केही अनुमान छ? सही जवाफ हो 10 जना। तर यहाँ एउटा कुरामा नझुक्किनु होला नि, यो 10 जनामा ड्राइभर पनि पर्छ। मतलब ड्राइभरलाई गनेर जम्माजम्मी 10 जना मात्रै। यो कुरा ख्याल राख्नुपर्छ। अनि हेर्नुस्, बच्चाहरूको सुरक्षाको मामिलामा कोरियाको कानुन एकदमै कडा छ। यदि तपाईँको गाडीमा सानो बच्चा मतलब शिशु छ भने उसलाई पछाडिको सिटमा, त्यो पनि बेबी सिटमा राख्नु अनिवार्य छ। यो नियम पालना नगरे सिधै जरिवाना लाग्छ, त्यसैले होशियार हुनुपर्छ। ल, अब अलिकति फरक विषयमा जाउँ। कोरियामा केही यस्ता ठाउँहरू छन् जहाँ गाडी चलाउँदा अझ बढी होशियार हुनुपर्छ। हामी कुरा गर्दैछौँ स्कुल जोन र पार्किङको बारेमा। यी ठाउँहरूमा नियमहरू सामान्यभन्दा अलिक कडा हुन्छन्। सडकमा हिँड्दा यस्तो साइन त पक्कै देख्नुभयो होला, होइन? यो हो स्कुल जोन, मतलब बालबालिका संरक्षण क्षेत्र। यो साइन देख्ने बित्तिकै तपाईँको दिमागको बत्ती बल्नुपर्छ कि यहाँ एकदमै होशियार हुनुपर्छ, किनकि यहाँ बालबालिकाको सुरक्षाको लागि विशेष नियमहरू हुन्छन्। स्कुल जोनको सबैभन्दा महत्त्वपूर्ण नियम भनेकै गाडीको स्पिड हो। याद राख्नुहोस्, यहाँ तपाईँको गाडीको गति बढीमा 30 किलोमिटर प्रति घण्टा मात्रै हुनुपर्छ। त्योभन्दा कम चलाए झन् राम्रो। अनि अर्को कुरा, बाटोमा बच्चाहरू देखियोस् वा नदेखियोस्, यो नियम सधैँ लागू हुन्छ। ल, त्यसो भए भर्खरै हामीले कुरा गरेका दुईवटा मुख्य नियमहरू के थिए होलान् स्कुल जोनका लागि? एकपटक सम्झिनुहोस् त, के थिए? हो, ठ्याक्कै। पहिलो, गाडीको स्पिड 30मा वा त्योभन्दा कममा झार्ने। अनि दोस्रो, स्कुल जोनभित्र गाडी रोक्ने वा पार्क गर्ने त सोच्दै नसोच्ने। यी दुईवटा सामान्य नियमले नै बच्चाहरूलाई सुरक्षित राख्छ। कति महत्त्वपूर्ण छ, होइन? अब पार्किङकै कुरालाई अलि अगाडि बढाउँ। कोरियामा केही यस्ता ठाउँहरू छन् नि जहाँ गाडी पार्क गर्न त पाइँदैन, मतलब एकदमै कडा मनाइ छ। परीक्षामा यो प्रश्न पनि सोध्न सक्छ है। यो नियम चाहिँ एकदमै याद राख्नुपर्छ। कुनै पनि चोकको छेउबाट वा सडकको कुनाबाट 5 मिटरभित्र पार्किङ गर्न पाइँदैन। किन होला? किनभने यसले मोडमा गाडीहरूलाई आवतजावत गर्न सजिलो बनाउँछ र दुर्घटनाको खतरा कम गर्छ। एकदमै व्यावहारिक नियम छ। अहिलेसम्म हामीले के गर्ने भन्ने कुरा गर्यौं, अब के नगर्ने भन्ने कुरा गरौँ। मतलब ट्राफिक नियम तोड्दा के हुन्छ, कस्तो सजाय हुन्छ, यो जान्नु एकदमै जरुरी छ, किनभने साना गल्तीको पनि परिणाम एकदमै गम्भीर हुन सक्छ। कोरियामा सबैभन्दा गम्भीर ट्राफिक अपराध के हो भन्यो भने सायद सबैले एउटै जवाफ दिन्छन्, रक्सी पिएर गाडी चलाउनु। तर कति पिएपछि चाहिँ कानुनी रूपमा ड्रङ्क ड्राइभिङ मानिन्छ त? यसको एउटा निश्चित सीमा छ। ल हेर्नुस्, जम्मा 0.03%।
रगतमा अल्कोहलको मात्रा यति मात्रै पुग्यो भने पनि तपाईँलाई कानुनी रूपमा ड्रङ्क ड्राइभिङको मुद्दा लाग्छ। यो भनेको एकदमै थोरै हो। त्यसैले अलिकति त हो नि भनेर गाडी चलाउने गल्ती त कहिले पनि नगर्नुहोला। अनि सजाय कति गम्भीर छ भन्ने कुरा यहाँ हेर्नुहोस् त। रगतमा अल्कोहलको मात्रा जति बढ्दै गयो, जेल सजाय र जरिवाना पनि त्यति नै बढ्दै जान्छ। 1 वर्षसम्म जेल र 50 लाख वनसम्म जरिवानाबाट सुरु हुन्छ। अनि यदि दोस्रो पटक वा त्योभन्दा बढी पटक समात्यो भने त 5 वर्षसम्म जेल र 2 करोड वनसम्म जरिवाना हुन सक्छ। यो त खेल्ने होइन। रक्सी पिएर गाडी चलाउन जस्तै खतरनाक अर्को कुरा के हो थाहा छ? थकित भएर वा निद्रा लागेको बेला गाडी चलाउनु। यो पनि गैरकानुनी हो र यसको लागि पनि सजाय तोकिएको छ। यदि तपाईँ एकदमै थाकेको वा निद्रा लागेको अवस्थामा गाडी चलाउँदा समातिनु भयो भने 3 लाख वनसम्म जरिवाना वा जेल सजाय पनि हुन सक्छ। त्यसैले जहिले पनि याद राख्नुहोस्, थाकेको बेला गाडी होइन, आराम चाहिन्छ। यो आफ्नो र अरूको सुरक्षाको लागि हो। ल, हामीले धेरै नियमहरूको बारेमा कुरा गर्यौं, तर नियमहरू मात्रै जानेर पुग्दैन, हैन त? एक असल र सुरक्षित चालक बन्नको लागि सही सोचाइ, सही मानसिकता हुनु पनि उत्तिकै जरुरी छ। अब सबै याद राख्नुपर्ने कुरा के हो त्यसबारे छलफल गरौँ। यो एउटा भनाइले सबै कुरालाई समेट्छ। एक असल चालकले सञ्चार र सुरक्षालाई सबैभन्दा माथि राख्छ। यसको मतलब के हो भने सडकमा अरू चालकहरूसँग सङ्केत मार्फत कुरा गर्ने अनि आफ्नो र अरू सबैको सुरक्षालाई पहिलो प्राथमिकता दिने। यो नियम मात्र होइन, यो हाम्रो जिम्मेवारी पनि हो। अन्तमा यो प्रश्न सबैको लागि हो। सडकमा निस्कदा तपाईँ कस्तो चालक बन्नुहुनेछ? नियम मान्ने, धैर्य राख्ने, अर्को सुरक्षाको पनि ख्याल गर्ने? हो, यस्तो चालक बन्नु नै परीक्षा पास गर्नुभन्दा पनि ठूलो सफलता हो। तपाईको परीक्षाको लागि धेरै धेरै शुभकामना।